अस्ट्रेलिया र न्युजिल्यान्डमा बस्ने प्यारेन्ट्सहरूले यो भिडियो हेर्नु होला। यदि तपाईहरुको बच्चाले चाहिँ यस्तो कलरफुल स्यान्ड खेलिरहेको छ भने त्यसलाई तपाईहरुले तुरुन्त रोकेर अनि सुरक्षित तरिकाले डिस्पोज गर्नुपर्ने हुन्छ। यस्तै स्यान्डको कारणले न्युजिल्यान्ड र अस्ट्रेलियाका 100 भन्दा बढी स्कुल्स र अर्ली चाइल्डहुड सेन्टरहरू बन्द भइरहेका छन्। के कारणले भन्दाखेरि यस्तो कलरफुल स्यान्डमा चाहिँ टर्मोलाइट एस्बेस्टस भेटिएको छ र यो सब्स्टेन्स चाहिँ एकदमै हार्मफुल हुन्छ। सास फेर्दा चाहिँ यो सब्स्टेन्स नाक मुखबाट भित्र छिर्न सक्छ र लङ्समा पुगेपछि त्यसले लङ क्यान्सरसम्म हुन सक्छ र यो प्रडक्टहरू चाहिँ केमार्ट र टार्गेटमा पनि बेचिएको थियो। अब स्कुलहरू त बन्द गर्दै भटाभट चाहिँ डिसइन्फेक्ट गर्दै क्लिनिङ गर्दै गरिरहेको छ। तर अब तपाईको घरमा भएको बच्चाले पनि यस्तो स्यान्ड खेलिरहेको छ भने चाहिँ त्यसलाई डिस्पोज गर्नु होला। अहिलेको लागि इमिडिएट हेल्थ कन्सर्नहरू चाहिँ केही पनि भनिएको छैन। तर त्यस्तो केही सिम्पटम देखियो भने चाहिँ तपाईहरुले हेल्थ लाइनमा कन्ट्याक्ट गर्नु होला। स्टे सेफ।